हेलो गाइस, आज चाहिँ म फिसको रेसिपी सेयर गर्नु लागिरहेको छु। मेरो फिस फ्राई हुँदै थियो, अन्त यतापट्टि कराई पनि तातिँदै थियो। यो तोरीको पेस्ट हो, यो धनियाँ अदुवा लसुनको पेस्ट, अनि टमाटर र ओनियन पनि कट गरेको थिएँ। मेरो फिस यहाँ फ्राई भइरहेको थियो। अन्त यो चाहिँ कराई चाहिँ तातिँदै थियो। अन्त म चाहिँ पुरा कोक र फ्राई गरेको खानु मन परेर चाहिँ मैले कोक पनि सार्दै थिएँ। कोक चाहिँ मेरो फेभरेट हो। अन्त चाहिँ मैले तेल हालेर तेल अलिकति गरम भएपछि चाहिँ मैले 5 फोरन लगाएँ। 5 फोरन लगाइसकेपछि चाहिँ मैले ओनियन कट गरेकोलाई चाहिँ मजाले लगाइदिएँ। ओनियनलाई पनि लगाएँ। त्यहाँदेखि यो ओनियनलाई चाहिँ हल्का ब्राउन हुइन्जेलसम्म चाहिँ हल्का यसरी फ्राई गर्नुपर्छ लो फ्लेममा। यतिको ब्राउन भइसकेपछि चाहिँ हामीले अदुवा लसुनको पेस्टलाई लाउनुपर्छ। हल्का त्यसलाई पनि मिक्स गर्नुपर्छ यसरी। त्यहाँदेखि मैले हल्दी पनि लगाइदिइहालेँ। हल्दी लगाएपछि चाहिँ मैले माथिबाट टमाटर पनि लगाइदिइहालेँ। टमाटर लगाएपछि चाहिँ हामीले यसलाई यसलाई पनि म्यास गर्नुपर्छ। हल्का चलाउँदै म्यास गर्दै गर्नुपर्छ, किनभने यसबाट नै ग्रेभी निस्किनुपर्छ। त्यही भएर टमाटर ओनियन मजाले पाक्नुपर्छ। अन्त मैले माथिबाट तोरी पनि लगाइदिइहालेँ। तोरी पनि त्यत्तिकै पाकोस् भनेर चाहिँ मैले लगाइदिइहालेँ तोरीलाई पनि, तोरी पिसेकोलाई। अन्त आफ्नो स्वादअनुसार नुन पनि लाउनु पर्यो है, सल्टलाई पनि लाउनु पर्यो। अनि त्यो लगाइसकेपछि चाहिँ हल्का चलाउनु पर्यो है। लो फ्लेममै गर्नुपर्छ यो चाहिँ, किनभने अलिक हिट बेसी भयो भने डढ्ने चान्सेस हुन्छ। त्यही भएर चाहिँ लो फ्लेममा गर्नुपर्छ। अनि यसलाई एकछिनको लागि छोपिदिनुपर्छ। त्यहाँदेखि फेरि एकछिन छोपिसकेपछि चाहिँ जति त्यो टमाटर ओनियनले तेल छोडेको उयो हुन्छ, त्यसमा चाहिँ अघि त्यो तोरी पिसेको प्लेटमै मैले हल्का पानी पनि लगाइदिएर छोपिदिएँ। अनि फेरि हेरेको त यतिको भएछ। त्यहाँ पनि मजाले पकाउनुपर्छ, किनभने यसबाट चाहिँ मजाले यो टमाटर प्याजलाई चाहिँ मजाले ग्रेभी निस्किनु पऱ्यो नि त यहाँबाट। अनि यतिको भएपछि फेरि छोप्नु पऱ्यो। त्यहाँदेखि फेरि अल्छी नगरिकन पकाउनुपर्छ, किनभने मलाई चाहिँ पकाउनुहरू अल्छी लाग्दैन। त्यही भएर चाहिँ म मेहनत गरेर पकाउँछु है। अनि यसरी मजाले ग्रेभी निस्केपछि चाहिँ माथिबाट आफूलाई कतिको पानी लाउनु मनपर्छ, कतिको सुप खानु मनपर्छ है, त्यति सट्टै लगायो अनि छोपिदियो यसलाई। त्यहाँदेखि यतिको उम्लेपछि चाहिँ हामीले आफूले फिस फ्राई गरेको जुन चाहिँ पनि छ नि, त्यसलाई चाहिँ ठक 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 लगाउनुपर्छ। मजाले नचलाइकन नढुट्टाइकन मजाले अलग अलग लाउनुपर्छ है। त्यहाँदेखि चाहिँ मजाले छोपिदिनुपर्छ। त्यहाँबाट चाहिँ माथिबाट चाहिँ यतिको भइसकेपछि चाहिँ माथिबाट हामीले अघि धनियाँ कट गरेको छौँ, त्यो धनियाँ कट गरेकोलाई चाहिँ लाउनुपर्छ है यसरी। यतिको भएपछि चाहिँ हामीले एकछिनको लागि चाहिँ कभर गरिदिनुपर्छ। अनि कभर गरिदिएपछि चाहिँ हामीले अफ गर्नुपर्छ। अनि खानुको लागि रेडी भयो। थ्याङ्क यू फर वाचिङ माई भिडियो।